मिनी ब्लग डे 18। आज सन्डे, आज चाहिँ बिहान बिहान पानी परेछ। A few moments later. अनि बिहान बिहान चाहिँ एउटा बहिनी आयो, पानी परे तापनि आफ्नो सिबी बनाउन। अनि मैले बहिनीको सिबीहरू जम्मै बनाइदिएँ। पानी परे तापनि छाता ओढेर आयो बहिनी, र बहिनीको छाता र सर्ट चाहिँ म्याचिङ गरेर रहेछ। One eternity later. त्यसपछि एउटा यता लेक सिटीको बहिनीहरू आयो, उहाँको नि अब प्रोजेक्ट वर्क रहेछ। प्रोजेक्ट वर्कको डकुमेन्टहरू निकालिदिएँ, यो प्रोजेक्ट वर्क। अनि अहिले चाहिँ पानी रुकेछ, मौसम पनि सफा छ। त्यतिकैमा एउटा दाइ आउनुभयो, दाइको पनि मैले फोटोकपीहरू गरिदिएँ। अनि त्यसपछि एउटा अङ्कल आउनुभयो, उहाँ चाहिँ सुपर कप्स हुनु रहेछ, त्यो फोटो मैले निकालिदिएँ। त्यसपछि चाहिँ लोकसेवा आयोगको फर्मबाट चाहिँ दुईजना बहिनी आउनुभयो। यो लोकसेवाको फर्म हो, यो सङ्गठित संस्था एकीकृतको फर्म। यसमा चौथो र पाँचौँ तहको खुलेछ होइन, यो बहिनीहरूको हो। यदि कसैलाई भरेको छैन भने नजिकको फोटो स्टुडियोमा जानु होला। त्यसपछि म अब धेरै दिन भएको ड्राइभिङ सिक्न नगएको, आज चाहिँ ड्राइभिङ सिक्न गएँ। ड्राइभिङ चाहिँ मैले आज ब्याक गर्न सिकेँ। ब्याक र एल, ब्याक गर्न जसले पनि जान्छ, ब्याकदेखि एल गरेँ। अनि यो चाहिँ सकिँदाखेरि चाहिँ मतलब सकेको थियो, अनि पाक गर्दै यतातिर ब्याक गरेर रमाइलो हुँदो रहेछ। अहिले चाहिँ साँझ परिहाल्यो र यहाँसम्म हेरिदिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद। र भोलिको भिडियो हेर्न नबिर्सिनु होला। हस्त बाई।